हेलो साथीहरु, हामीहरु आज घुम्न जान लागेको छौं। यो हाम्रो घर हो। कता गए हाम्रो मान्छेहरु? ट्याक्सी आएको छ यी। यात्रा पछि हामीहरु गाडीबाट ओर्लेको छौं। अब पैदल यात्रा गरेर हामी प्रवेशद्वारसम्म हामीहरु जाने छौं। के कस्ता जीवजन्तुहरु राखेको रहेछ अनि के तरिकाले कसरी राखेको छ हामी त्यो सबै हामी तपाईलाई देखाउने कोसिस गर्ने छौं। तपाईहरु हाम्रो भिडियो अन्त्यसम्म। पानी चाहियो कि नै? 5 किलोमिटर तातो पानी हो। तातो पानी ह? पानी ल्याऊ पानी लियो। पानी लिँदैछ नानीहरुले। हामी जाँदैछौँ। कतिजना हामीहरु चाहिँ पहिलो दृश्य हेर्दैछौँ जङ्गली वन जन्तुको। अब हामीले यहाँबाट हेरिरहेको छौँ यो के हो भन्दाखेरि यो छ पानीमा खेल्छ यो। ए मरेको माछा खाएर छ। माछा खाएर छु। प्राय जसो हाम्रो गाउँघरमा भेटिने देखिने चितुवा बाघ हो यो। यसको वजन कमसे कम 60-70 किलोसम्म हुने गर्दो रहेछ। यो पनि यहाँ चिडियाघरमा आएर थाहा पाइयो। यो जानकारी मैले हजुरलाई पनि दिएँ। अनि यो बाघ चाहिँ तपाईहरुले देख्नु भएको छ कि छैन? गाउँघरतिर देख्नु भएको छ छैन भने कमेन्टमा लेखिदिनु होला कसले देख्नु भएको रहेछ। हामीले टाइगर भनेर चिन्ने गर्छौं, तर यहाँ चिडियाघरमा देखेको अनौठो खालकै देखियो। पहिलो चोटि नै होला मैले देखेको, त्यही भएर पनि होला। यो सेतो खालको छ, हेर्नुस् न, सेतो खालको। कलर मात्रै फरक। काटे बाघ भन्ने गर्छ गाउँघरमा, टाइगर भन्ने पनि गर्छ। यो कलर चाहिँ मैले सेतो खालको पहिलो चोटि नै हो देखेको। यसको लम्बाइ हुँदो रहेछ 13 फिटसम्म हुने रहेछ। वजन यसको 300 किलोसम्मको हुँदो रहेछ। यो चाहिँ हामीले गाउँघरमा देखेको छैन। हजुरले चाहिँ देख्नु भएको छ भने मलाई जानकारी गराउनु होला यस कमेन्ट बक्समा लेखेर। अनि कसले देख्नु भएको छ यसको पनि कमेन्टमा लेखिदिनु होला है। रश्मि कौन सा बाघ हेर रहा है हमरे? प्राणी संग्रहालय आए थे हम लोग। टाइगर हेयर राइन, लेपर्ड हेयर राइन, लेपर्ड और ऑक्टर हेयर राइन, स्वान हेयर राइन, ब्लैक स्वान, व्हाइट स्वान दोनों। अब अगाडि के मिल्छ रे हामीलाई? पता नहीं, चीता दिख्दै छ चलते हो। चलो जल्दी कहाँ यो टाइगर आयो। यो हो यस कहाँ छ? साथीहरु यो चाहिँ नर्मल टाइगर भनेर मैले हजुरहरूलाई चिनाएँ। अघि न सेतो बाघ जस्तै खालको यो हाम्रो गाउँघरमा देखिने प्राय जस्तो जो नर्मल रहेको हुन्छ जंगलतिर। यसको लम्बाइ पनि 13 फिटसम्मै हुँदो रहेछ। अनि यसको वजन चाहिँ 250 केजी सम्मको लगभग हुने रहेछ। यसको सेतो भन्दा अलिक कम नै हुने रहेछ, 50 किलो जति कम हुँदो रहेछ। यो बाघ चाहिँ तपाईहरुले सबैले देख्नु भएको होला, त्यही पनि नदेख्नु भएको भए कमेन्ट बक्समा लेखिदिनु होला। अघि न हेरेको हामीले व्हाइट टाइगर थियो। यो चाहिँ अहिले नर्मल छ है। यो त अलि मोटो छ नि, पाउरै छ।
एक्लै रहेछ क्या बिचरा सुतेछ ल यहाँ त धमिरे भालु हो क्या भालु सुतिरहेछ त्यहाँ अस्ट्रिच चरा हो यहाँ गएको छौँ अहिले भर्खर हामीले हेरेको अस्ट्रिच चरा थियो पक्षी त्यसले मान्छे पनि बोक्छ अरे अहिले जाँदैछ अरे हेरेर भन्छन् के छ अब यो के हो यो मूर्ति स्ट्याचु हो कि के हो यो स्ट्याचु छैन चल्नेवाला बर्ड छ कोही स्ट्याचु जस्तै छ है तर अच्छा देख्दैछ अच्छा देख्छ के हो यो कुन सा बर्ड हो यो यसको बर्ड के हो यसको नाम के हो बकुला रे हो राम्रो छ नि मेरो फोन लगा बकुला रे यो चाहिँ नीलगाई हेर्न आछौँ वन जङ्गली गाई हो हामीले जङ्गलमा साधारण रातो रातो खालको हेर्थ्यौँ रातेहरू अब यहाँ चाहिँ चिडियाघरमा चाहिँ खै के सेतो सेतो पनि भेटिने रहेछ हेर्नु त सेतो सेतो एउटा सुती छ सिंह हेर त सिंह यसको पुच्छुरबाट त बन्छ हात्तीबाट र के दिन्छ कि भनेर माग्न आएको पाउ रहेछ यो त पाउको चाहिँ सिङ हुने रहेछ टाउको निकालिरहेछ गर्मी लागिरहेको छ कति छ रे हाइट मतलब 7 फिट छ ए उतादेखि टाउ गरेर के 155 केजी हिँड्छ स्पिड कति छ रन एट अ स्पिड 70 किलोमिटर पर आवर माशाल्लाह अब यहाँ चाहिँ फेरि अर्को ठाउँमा चाहिँ के छ अलि टाढा देख्दैन स्टप गर्छस्
टोक्छ नि अहिले यो चाहिँ फेरि कुन चाहिँ जातिको चरा हो यो हेलो अब हामीले चिडियाघरहरू सबै घुमेर आइसक्यौँ अब हामी चाहिँ जान्छौँ गुरुकुल जान्छौँ हामी त्यहाँ महाभारत पौराणिक कथाको बारेमा केही चित्रणहरू देखाएको छ म्युजियम जस्तो छ हामी त्यहाँ घुम्न जानेवाला छौँ अब हामी यहाँबाट निस्किन्छौँ एकछिन विश्राम चाहिँ गर्नुपर्छ 5 किलोमिटरको हिँडेर सकिसक्यौँ अब चाहिँ हाम्रो यहाँ एकछिन विश्राम गर्दैछौँ विश्राम गरेर अनि त्यसपछि एकैछिनमा फेरि हामी गुरुकुलको लागि प्रस्थान हुनेछौँ साथीहरूलाई थ्याङ्क यू सो मच यस भिडियो अन्त्यसम्म हेरिदिनु भएको यस च्यानलमा नयाँ साथीहरूले हेर्दै हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला अब आउने एपिसोडमा भेट्ने बाचा गर्दै बिदा हुन चाहन्छु म सुनिल हस्त नमस्कार